नमस्ते, म स्पिन मुखिया। जेनजी आन्दोलन क्रममा केपी शर्मा ओलीले राजीनामा दिएपछि जेनजी भाइ बहिनीका अनुसार र नेपाली जनताका अनुसार सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएको थियो। हामी सबै जनताले उम्मेद बोकेर कि आश बोकेर तपाईँलाई प्रधानमन्त्री बनाएको थियो। त्यसै कारण सबै जनता जान्न चाहन्छ कि तपाईँलाई प्रधानमन्त्री बनाउनुको एउटै कारण थियो कि जेनजी भाइ बहिनीहरूले न्याय पाओस्, घाइते परिवारले न्याय पाओस्, देशमा परिवर्तन होस्, संविधान संशोधन होस्। तर 2 महिना बितिसक्दा पनि त्यस्ता अपराधीले, गोली चलाउने निर्देशन दिने अपराधीले अहिले पनि कुनै किसिमको छानबिन कारबाही भएका छैन। अझै पनि बाहिर घुमिरहेछ, अहिले पनि चुनाव लड्नका लागि तयारीमा छन्। तपाईसँग सोध्न चाहन्छु कि तपाईको यदि एउटै उद्देश्य थियो कि म प्रधानमन्त्री बनेपछि बस चुनाव मात्र गराउँछु भने हामी तपाईलाई प्रधानमन्त्री कतै बनाउने थिएन होला। तपाईले चुनाव गराउनु भयो भने त्यसमा पनि प्रत्यक्ष रूपमा तपाईले चुनाव गराउनु भएको छैन। हामी सबै जनता जान्न चाहन्छौँ यस्तो किन गर्नु भएछ। अहिले पनि समय छ, छानबिन गर्नु, कारबाही गर्नु। बाँकी जय नेपाल, जय श्री कृष्ण, राधे राधे।